जमिनबाट पानी फाल्ने चाहिँ यही हो जस्तो मेसिन हाम्रो योबाट पानी फिल्टर हुन्छ। यो यहाँ मेसिनहरू लागिरहेको यस्तो चाहिँ हेर्नुहोस् खाडी मुलुकको एरियामा यस्तो यो सामान्य कम्पनी छ अनि यो यो अफिस भएको कम्पनीको लोन एरिया कुन छ क्राइटेरिया यो हेर्नुहोस् पुरै यो एरियाभरि कम्पनीको क्राइट एरियाको लागि पनि कम्पनी छैन। विदेशमा पनि यहाँ यस्तो छ देशी हो चाहे विदेशी यही हेर्नुहोस् कम्पनीको लोगो यो झन्डा किनभने युएसको झन्डा किन लागिरहेछ भने यहाँको जति पनि प्रोडक्ट हो युएसमा चाहिँ ट्रान्सफर हुन्छ त्यही हुनको कारणले गर्दा पनि देशको बिजनेस हो बिजनेसमा त भइहाल्छ यता हुन्छ उता हुन्छ फेरि अब स्थान भन्दाखेरि कुन ठाउँ होला भनेर कमेन्ट गर्नुहुन्छ होला तर के हो भने यो चाहिँ अनि चाहिँ इन्डियाकै गुजरात क्षेत्रमा पर्छ घाटकोटको क्षेत्रभित्र पर्छ यो यति त यस्तै कम्पनीहरू यस्तै फ्याक्ट्रीहरू यदि हाम्रो नेपालमा पनि होलान् भइदिएको भए पनि रोजगारी त पाइराखेको त होला नि तर त्यही पनि के छ भने कतिपय जुनले भन्नुहुन्छ रहेको होला के अरे यो जुनसुकै ठाउँमा काम गरे पनि एउटा रोजीरोटीको लागि भन्छन् दुई पैसाको लागि विदेश जाऊ चाहे नेपालमा गर चाहे इन्डियामा गर तर सिधा साधारण जनताको मान्छेलाई जनतालाई त यही हो अब रोजगारी छैन पनि भन्न सकिँदैन आफूले रोजगारी गर्न सके जुनसुकै ठाउँ पनि हुन्छ सबैले काम अब आफ्नो इच्छाले मान्छे गइराखेको हुन्छन् कोही ठाउँमा पनि नेपालमा पनि कोही ठाउँमा असुविधा छ अब सुविधाको अब अहिलेको वर्तमान सरकारले पनि सुविधाको बारेमा सोचेर निर्णय सही लियो भने जनताले पनि चाहेको जस्तै व्यक्ति चुनिरहेछन् भने त हुन्छ पूर्व पश्चिम अहिले भनौँ न कर्णाली प्रदेशकै कुराहरू गरौँ भने कतिपय अब सामाजिक सञ्जालमा राम्रो कुराहरू पनि बाहिर आउँछ नराम्रो कुराहरू पनि बाहिर आउँछ अनि हाम्रो अब गाउँघरको दाजुभाइहरू कतिपय पहिलेदेखि नै इन्डिया हिमाचलतिर भयो गुजरात भयो बेङ्गलोर भयो महाराष्ट्र भयो मुम्बई जतिवटा ठुल्ठुला प्रदेश अनि सहरहरू छन् त्यो ठाउँमा आइराखेको कतिपय दशकभन्दा बढी भइसक्यो उहिलेको तपाईँको 40-50 वर्ष जति भइसक्यो होला मान्छे इन्डिया आउन लागेको भनेपछि अझ त्योभन्दा पनि भन्दा धेरै होला थोरै भन्न सकिँदैन तर त्यही पनि के हो भने